चैते दशैँको सबैजनालाई धेरै धेरै शुभकामना। अनि म उठ्दाखेरि चाहिँ आज यति अँध्यारो थियो के। हेलो साथीहरू, सबैलाई स्वागत छ आजको मेरो मिनी भ्लगमा। अनि हजुरहरूको के छ खबर? मेरो त एकदम ठिकै छ है। अनि म चाहिँ आज घर लिप्नको लागि छिट्टै उठेको। अनि मैले चाहिँ माटो चाहिँ रुजार राखेको थिएँ नि त, अघिपछि ल्याएको माटो चाहिँ छिट्टै रुजिहाल्थ्यो क्या 5 मिनटमा। तर मैले हिजो राति रुजार राखेको माटो त अहिलेसम्म रुजेको पनि थिएन क्या राम्रोसित। अनि मैले फर्स्टमा चाहिँ दैलो लिपेँ। दैलो लिपिसकेपछि अनि भित्र कोठा पनि लिपेँ। 2टा कोठा छ नि त भित्र। अनि ती लिपिसकेपछि अनि बाहिर आँगनहरू पनि लिपेँ। माटो नभएर यति धेरै दिनु भयो थियो घर नलिपेको। अनि आज घर लिप्दाखेरि त घर कति राम्रो चिटिक्क पर्दो देखेको के। अनि मैले चाहिँ आजभोलि बिरुवा लगाएको छु नि, मेरो एउटा काम थप्पे छ के। अनि त्यसपछि बुढा उठ्नुभयो। बुढा चाहिँ त्यस्तो भिडियो गराएको बुढालाई जिस्काउँदै अनि हामीले नास्ता खाएर नुहाइधुवाइ गऱ्यौँ। हामी चाहिँ माइततिर जान लाग्यो नि त। अनि तयार भएर बजार गयौँ। बजार गइसकेपछि त बस यति ढिला आयो, कति बेसौँ रोक्यौँ बल्ल बल्ल बस आयो। अनि त्यसपछि हामी लाग्यौँ। अनि आज चाहिँ घोडाघोडीमा धेरै मान्छे होला नि सोचेको त अलिअलि के धेरै हुनुहुन्थेन कोही पनि। अनि फाइनल्ली हामी चाहिँ घर पुग्यौँ। आजको लागि यति नै, बाई। अर्को भिडियोमा भेटौँला।